ल आज फेरि जेठा मोटरसाइकल वर्कसपमा नयाँ मिस्त्री जापानबाट मगाएको छौँ। जापानबाट मगाएको हिजो मात्र आइपुगेको बेलुका आजदेखि काम सुरु। तपाईँहरूको पनि गाडी मर्मत गर्नु छ भने ल्याउनु होला। हाम्रो जापानको मिस्त्री आउनु भएको छ। नाम त के पो चिङचाङबुङ होइन। चिङचाङबुङले यहाँनिर गाडी बनाएपछि तपाईँहरूको गाडीलाई 2 वर्षसम्म केही गर्नु पर्दैन। बिचमा बिग्रियो भने आफै जिम्मा लिनुपर्नेछ, अरू सबै ठिकै छ। चिङबाङचुङले गाडीलाई अब्बरे दामी बनाउँदै नि। जापानबाट हिजो मात्रै ल्याएको है यो मान्छेलाई। यो विशेष गरी यही गाडी मर्मत गर्नुकै लागि बोलाएको हो उहाँलाई। यो गाडी मर्मत गरिसकेर उहाँ फेरि भुटानको बाटो गएर जापान जानुहुनेछ। भुटानको बाटो लागेर जापान जानुहुनेछ। यहाँको पनि हाम्रो जापानको स्पेसल मिस्त्रीले यहाँ खोल्दैछ। चिङजाङचुङले खोल्दैछ नि यहाँनिर। चिङजाङचुङको खोलाइ काम गरेर हेर्नु होला। स्पेसल यो बाइक स्कुटर बनाउनैको लागि उहाँलाई झुकाएको। चिङजाङचुङको अब काम गरेर हेर्नु होला। उहाँले बनाउनु भएपछि 2 वर्षसम्म केही गर्नु पर्दैन। बिचमा मोबिल सिधेर गाडी सिधी भयो भने इन्जिन चाहिँ बनाउनु पर्छ अरे। त्यति चाहिँ आफैले बिहोर्नुपर्छ अरे, अरू केही गर्नु पर्दैन। चिङजाङचुङको अब ठिक छ काम गराइ। पोजिसन हेर्नुहोस्। यो चप्पल चाहिँ वहाँनिर अमेरिकाको यो गाडीलाई फेरि चेन्ज गर्नुपर्ने भयो। हाम्रो मामाकोमा आएको छु। बाइक नकुदाएर बिग्रियो। यो त अनि अस्ति नै त्यो टालेर बनाएको थियो नि त, त्यो भएर बिग्रेको। दुईवटा रहेछ हौ। कतिवटा छ हौ? 3टा। ड्रागन फ्रुट मजाले फल्दो रहेछ। हजुर ए मामाले गाडी धोएर टल्का सक्नु भएछ। लेटनको बाटोमा अनि बाटो छैन नि त। छैन माइजू, म त त्यो लोन्द्रा खोलामा पुल त्यो चालु गरेको थिएन माइजू। हामी अस्ति नै जाँदाखेरि चाहिँ है तलबाट त मलाई बाटो थाहा भएन। त्यो चोकबाट सिधै यता आइन्छ नि, त्यो मदन भण्डारी राजमार्ग। त्यो चाहिँ अस्ति नै हामी जाँदाखेरि त त्यो खोला तर्नु परेको क्या। त्यो पुल चालु भएको थिएन। त्यो यत्रो त्यो डम्पिङ गराएको छ। त्यो उठाउने ठाउँ छैन पुलमा। पुल चाहिँ बनाएको छ, त्यहाँ पुरेर बाटो चाहिँ समाएको थिएन क्या। अब चाबी त्यहीँ राख्नुभएको छ। अब कहिलेदेखि पठाउ चालु गर्नु?
पठाउँ खोइ अहिलेसम्म अफिसै भेटाएको छैन भाइ कन्ट्याक्ट गर्नु न भेटाइहाल्नुहुन्छ नि त अनि फाइदै हुन्छ घरि त्यो बेला नि घरि यो बेला नि त्यो पनि अब दिँदैन नि त हजुर पठाउनु त यसको नम्बर दिए हुन्छ ए यही छ रेजिस्टर गर्नु पऱ्यो नि ल है अब आजको काम सक्यो डेस्टिनेसन यही हो यो स्कुटी मरण हो माछा मारन माछी मरन गाडी तातेर भएन कहाँ हो माछा मारेर दियो हेर्नु त अब कति टाढो ल ल ल हुन्छ त्यता सर्टकट बाटो ल धरानको भ्यू यस्तो छ गाडी नतानेर हो भन्ने ठाउँ यस्तो छ यसलाई टक्कसँगले डाँडा काँडा यो स्कुटी पम्चर भएर आएको भनेर कल गर्दै हुनुहुन्छ साउलाई 3 दिनदेखि थन्केको अरे स्कुटी बल्ल बल्ल आज मसँग कन्ट्याक्ट भएर चाहिँ यहाँ आएको क्या तल क्या तल यता मुनि किन भोलि बनाउने यो टायर फेर्नुपर्छ तपाईँको टायर फेरेर ट्युबलेस बनाउनुपर्छ माछा मारामा राम्रो राम्रो यहाँ एउटा यो भन्दै रहेछ
यहाँ त टन्नै फोन आयो नि त त्यही भएर चाहिँ नि अर्को घरमा तलकै हेर्न सक्नुहुनेछ ए तल पनि बन्द रहेछ नि त सक्छ भोलि गर्न पाउनुहुन्छ नानी भन्दैछ यहाँ पार्टी पिकनिकको लागि राम्रो उपयुक्त ठाउँ शान्त वातावरणमा बन्दै रहेछ यो पनि पार्टी हलै बन्छ होला उहाँ चाहिँ निरीक्षण गर्नुहुने इन्चार्ज गाडी भएको ठाउँमा आइपुग्यो फेरि गन्तव्यमा सुनिल अग्रवाल के भन्नुभयो सुनिल अग्रवालको प्रोजेक्ट धरान 16 हो उसको उहाँको घर चाहिँ ए ल है त Mali lutan. Ya, boleh kita mama yuk. Ya,